निमेक मात्रै निमेक लाएर ढड्याउनु 2 दिन 3 दिन 4 दिनै हुन्छ ढडिएको निमेक लाएर अनि घाम लाग्यो भने अनि सुकाइदिनु निमकलाई पखाल्नु पर्छ हाल्नुपर्छ ठिकै हाल्नु निमेक चाहिँ नि पानी आउने गरी पानी निक्लिन्छ नि त अनि सबै त्यो पानी जति गिर्छ टाकटुकै पखाल्नु खलमल पखाल्नु र सुकाइदिनु घाममा एकै दिन सुकाउँदा नि हुन्छ मजाले घाम लाग्यो भने त अनि त्यहाँबाट सबै मलमाल मर मसला धनियाँ जिरो ती पाकेट भेटिन्छ नि त हर्दी रङ्गुडा सबै लाउनु र अनि मल्नु र अनि तेल तताएर हाल्नु तेल तताएर लाउनु अनि सबै मल्नु र अनि बट्टा हालिदिनु बिग्रिँदैन त बाबा तेल अलिक धेरै हाल्नुपर्छ तेल निकै हाल्नु त्यो भिन्नु पर्यो नि त 2 केजी कति हुन्छ अलिकति त होला है अलिकति रुममा खानलाई 2 तिता सुमा 2 तिता हो स्वादको लागि जान्ने राम्रो भयो भने फेरि हाल्छु राम्रो हुन्छ बाबा घाममा भइसक्यो